भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री एस पल कपुर हिजो काठमाडौँ आएदेखि नै भेटघाटमा व्यस्त छन्। हिजो राष्ट्रसभा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका कपुरले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। वाग्लेसँग अर्थ मन्त्रालयमा भेट भएको हो। भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ। उक्त भेटमा नेपाल स्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयका प्रतिनिधि लगायतको उपस्थिति थियो। कपुरले मंगलबार नै परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्ने बारे छलफल भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको छ। कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्च तहका पहिलो कूटनीतिज्ञ हुन्। उनको सोमबारबाट सुरु भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने राष्ट्रसभासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रूपमा पनि यसलाई हेरिएको छ। उनले सोमबार सत्तारूढ दल राष्ट्रसभाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए। भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन्। काठमाडौँमा उनीसँग भेट्न पाउँदा खुसी लाग्यो। नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो, कपुरले रविसँगको भेटपछि भनेका थिए। कपुरले सोमबार दिउँसो अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आईसीटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा छलफल गरेका थिए। उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढ बनाउने, एआईको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत पार्ने र अमेरिकी प्रविधिगत दक्षता आदान प्रदान गर्ने उपायहरूबारे कुराकानी भएको दक्षिण तथा मध्य एसिया ब्युरोले जनाएको छ। गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एसिया मामिला हेर्ने सहायक विदेश मन्त्रीमा नियुक्त गरेका थिए। त्यसअघि डोनाल्ड लूले दक्षिण एसिया मामिला हेर्दथे। यद्यपि वाशिंटनले कपुरको भ्रमण, भेटघाट र कार्यक्रमहरू सार्वजनिक गरेको छैन, तर काठमाडौँ स्थित अमेरिकी दूतावासले भने सामाजिक सञ्जाल एक्स मार्फत भ्रमणको पुष्टि गरेको थियो। अमेरिकी सहायक विदेश मन्त्रीले वरिष्ठ सरकारी अधिकारी, व्यवसायी र सांस्कृतिक क्षेत्रका विज्ञसँग भेटघाट गर्दै अमेरिका नेपाल साझेदारी थप सुदृढ बनाउने उद्देश्य राखेका छन्, दूतावासले जनाएको छ। अमेरिकी सहायक विदेश मन्त्रीको नेपालमा यो पहिलो एकल भ्रमण हो। यसअघि यस्ता उच्च अधिकारीहरूले नेपाल भ्रमणलाई प्राय अन्य दक्षिण एसियाली मुलुकहरूसँग जोड्ने गरेका थिए, तर यसअघिका अधिकारीहरू भन्दा फरक कपुरले यस पटक प्रधानमन्त्री शाहसँग भेट गर्ने छैनन्। अघिल्ला भ्रमणहरूमा भने अमेरिकी अधिकारीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने गरेका थिए। अमेरिकी पक्षबाट प्रधानमन्त्रीसँग भेटको कुनै प्रस्ताव आएन, त्यसैले भेट तय भएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने उनीहरूले भ्रमणको कार्यसूची पनि मन्त्रालयलाई जानकारी दिएका छैनन्। आज भने कपुरले अर्थमन्त्री, परराष्ट्र मन्त्रीका साथै नेपाल अमेरिका वाणिज्य तथा उद्योग मञ्चका अधिकारीसँग भेट गरेका थिए। अधिकारीहरूका अनुसार कपुरले नेपाल सरकारका प्राथमिकता सुन्ने र वाशिंटनले कसरी सहयोग गर्न सक्छ भन्ने सन्देश दिनेछन्। उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ। नेपालको फागुनको चुनाव अघि कपुरले निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्दै जुनसुकै सरकार आए पनि अमेरिकाले सहकार्य गर्ने बताएका थिए। उनको काठमाडौँ भ्रमणलाई नयाँ दिल्लीले पनि नजिकबाट हेरिरहेको छ। भारतका विदेश नीतिविज्ञ एसटी मनिलले एक्समा लेखेका छन्, अमेरिकाले चीन वा अन्य कुनै देशले नेपालमा प्रभुत्व जमाओस् भन्ने चाहँदैन। शीतयुद्धको सुरुवाती चरणमा अमेरिकाले नेपालमा भारतलाई पनि सन्तुलनमा राख्ने प्रयास गरेको थियो।